के भयो खुसीको आशै त हेर्नु न अब त आइसक्नु भयो त अब एकछिनमा तपाईँको छेउमा हुनुहुन्छ मेरो श्रीमान चाहिँ मेरो पतिदेव म चाहिँ उहाँलाई भेट्ने एकदम एक्साइटेड छु क्या खुसीले पनि मलाई चाहिँ भोक लागेको छैन बेला बेला चाहिँ आमाले एकदम मजाले बनाएर दिनुहुन्थ्यो अहिले चाहिँ हामी बजारतिर बस्छौँ अनि आमाले बनाएको त सुताउँदैन त्यही पनि आयो ट्राई कस्तो हुन्छ भनेर अनि आमाले जस्तै बनाउने कोसिस चाहिँ म गर्दैछु ल कि ल तर त्यहाँ के हो त्यहाँनिर कति धेरै सामान दिँदै के र कस्तो गाजङ गुजुङ देखेको हो र ऊ त्यहाँनिर के नलाउने जति कुराहरू चिनिहाल्ने र थोरै चिनी पनि टेस्टको भनेको छैन चाम्री भातमा होइन सबैले लाउँछन् भन्ने छैन भने हामीले आफ्नो आफ्नो टेस्ट हो मलाई त्यसरी लगाएको मनपर्छ तिमीलाई पनि त्यसरी नै बनाएर खुवाउने मेरो सोच मलाई मनपर्छ होइन हो आवश्यक पर्ने पानी लगाउँदैछु गाइस ओके गाइस पर्फेक्ट एक मिनटमा चाहिँ 1 मिनट मेरो चाम्रे भात रेडी हुन्छ 1 मिनटमा साँच्चीकै भएन भने हुन्छ ल च्यालेन्ज ओके सिटी लगाइदिनु पर्छ डन डन तयारी भयो हाम्रो चाम्रे अनि अलिकति यो खसीको मासु थ्याङ्क यू बसेर खानु लेट मी टेस्ट चिया चिया पाक्दैछ चिया 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 बनाउँदै हुनुहुन्छ भयो होला है खतरा मिठो भयो कस्तो मिठो देख्यो है भयो मैले बनाएको नि त यो चिया त आज ओ भयो ल ल राख्नु मैले के थापेँ थर्मसमा राख्नु टक्कसँगले अनि रेडी हुनु न सो फाइनली हामी चाहिँ रेडी भएर जानु लाग्यो उहाँजीको पतिदेवलाई हेर्न के बोल्नु छैन अहिले के भयो हाउ यु फिल एकदम एक्साइटेड छु ओभर कतिखेर भेट्नु होला जस्तो भइरहेको छ अनि अरू 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 त मेरी प्यारी सबै अल गुड किट बुके किन्ने बुकेट हाउ यु फिल आइ एम सो ह्याप्पी खै रोज हेरौँ न बुकेट नेचुरल हो यो एकदम प्रकृतिबाट निस्केको यता साइड साइड हल्का झिलिमिली आज त पुरै फेस्टिभ फिल भइरहेको होला नि त वेलकम टु डस्टबिन पुगेको छैनौँ नि केही लेख्नु पर्दैन भन्ने हो यो चाहिँ भिनाजीको लागि यो हजुरको लागि राखिरहेको छु है कस्तो वाह देखिरहेछ नि ला मैले धेरै हाल्यो होला है भरे भिनासँग खानुपर्छ तर पुग्छ नजिक आउनु अनि चिया फर्स्ट एक्सपिरियन्स खतरा मिठो चिया बनाएको छ अनि मजा आइरहेछ दामी खतरा हिँड्नु न त छिर्नु त्यहाँ सबैजना मान्छेहरू आफ्नो मान्छे दिनको लागि पर्खिरहेको भएको छ अहिले रातिको 11 बजिसकेको छ अनि हामी पनि आफ्नो मान्छेलाई हेरेर बसिरहेको छु खुसीको आशै त हेर्नु न अब त आइसक्नु भयो त अब एकछिनमा तपाईँको छेउमा हुनुहुन्छ कति टाइम पुगिसक्नु भयो लगभग 2 घन्टा आश लागेको छैन
छैन नि बोर लागेको छैन लागेको छैन यत्रो 2 वर्ष त अल्छी लागेन अब 2 घन्टा हजुर सुन्नु न यत्रो 2 वर्ष त कुरेर बसेँ अब 1 घन्टा कुर्नलाई के छ त अनि Oh, so sweet. Green flag. Oh my god. कस्तो राम्रो आएको पुरा खोइ फुल दिनुभयो कति वर्षपछि हजुरहरूको भेटघाट भएको अझै धेरै भनेको साउनको हिसाब गरेर चाहिँ 20 महिना भनेपछि लगभग 2 वर्ष हेलो ओभर एक्साइटेड हुनुभएको थियो होला नि भाइ आइपुग्नु भए यता हेरिदिनु न हिनाजु Thank you. वेलकम Sister. सिस्टर मलाई लिटल मामु भन्नुहुन्छ तिमीलाई खै चिया इधरै Sorry. अप्ठ्यारो भयो Wow. Very nice. कस्तो पहिला फोन गर न। मिठो भयो सो यो भिडियो चाहिँ यतिमै इन्ड गर्नुपर्ने हुन्छ किनभने रातिको 12 बजिसकेको थियो अनि हामीलाई सामानहरू मिलाएर घर फर्किन पर्ने थियो सो थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ दिस भिडियो